कहाँ कहाँ पानी पर्दैछ, कति पानी पर्यो भनेर कसरी थाहा पाउने? आउनुहोस् जानिहालौं। मनसुन सक्रिय भएसँगै कहाँ पानी परिरहेको छ र कति पानी पर्यो भनेर जान्न खोज्नेहरू धेरै हुन्छन्। यसको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा सजिलै हेर्न सकिन्छ। सबैभन्दा पहिले dhm.gov.np/hydrology/rainfall-watch-map मा जानुहोस् अथवा यो QR स्क्यान गर्नुहोस्। त्यसपछि त्यहाँ नेपालको नक्सा र पछिल्लो 1 घण्टामा कहाँ कति मिलिमिटर पानी पर्यो भन्ने जानकारी देखिन्छ। हामीले यसलाई जुम गरेर हेर्न पनि सकिन्छ। यदि तपाईलाई पछिल्लो 3 घण्टा, 6 घण्टा, 12 घण्टा वा 24 घण्टामा कहाँ कति पानी पर्यो भनेर थाहा पाउन मन छ भने बारमा यसरी क्लिक गरेर थाहा पाउन सकिन्छ। उदाहरणको लागि हामीले 24 घण्टा लेखिएको ठाउँमा क्लिक गर्यौं भने 24 घण्टामा कहाँ कति पानी पर्यो भनेर यसरी देखिन्छ। हामीले यो भिडियो तयार पार्दासम्म पछिल्लो 24 घण्टामा लमजुङको भोर्लेटारमा सबैभन्दा धेरै 122 मिलिमिटर पानी परेको देखियो। त्यसैगरी अहिले ठूलो पानी परिरहेको छ भने उक्त स्थानमा ब्लिङ्क गरेको देखिन्छ। यसलाई जुम गरेर हेर्न पनि सकिन्छ। त्यसैगरी तपाईले मौसम विज्ञान विभागको होम पेज dhm.gov.np खोल्नुभयो भने मौसमको पूर्वानुमान, विभिन्न ठाउँको तापक्रम, मौसमी चेतावनी, बाढीको चेतावनी लगायतका जानकारी पाउन सक्नुहुन्छ। त्यस्तै hydrology.gov.np मा जानुभयो भने रियल टाइम डेटा, कुन नदीमा पानीको सतह कति छ भनेर रिभर वाच, बाढीको चेतावनीको नक्सा लगायतका जानकारी देख्न सक्नुहुन्छ।